राष्ट्रिय शैक्षिक अनुसन्धान एवं प्रशिक्षण परिषदद्वारा प्रस्तुत छ कार्यक्रम जंगल मिटिङ। बिहानैदेखि चुलबुल बुसा र बिट्टु भङ्गेरोलाई सास फेर्ने फुर्सद थिएन। सबैको घर गएर आज हुनेवाला मिटिङको बारेमा बताउन अनि आमन्त्रित गर्ने काम यिनीहरूलाई सुम्पिएको थियो। त्यो कुनाको सफाई बाँकी नै छ। बितेका 10 वर्षमा जीवजन्तुहरूको जीवनमाथि मानव गतिविधिहरूको थुप्रै दुष्प्रभाव देख्न पाइएको छ। भविष्यमा यसबाट कसरी बच्ने यसै बारेमा बैठक डाकिएको थियो। मेरो उज्यालो के यिनीहरूलाई कम परेको थियो? सबै पशुपन्छीहरू भेला भएपछि मिटिङ सुरु भयो। कसैले मलाई बताऊ कि नयाँ पिँढीले आफ्नो संस्कार बिर्सदै गइरहेको छ। हामी सबै बुढापाकालाई किन बोलाइएन? पिपल बाजे, तपाईँ नरिसाउनुहोस्, हामी हजुरलाई बिर्सेका छैनौँ। हो र? अर्को हप्ता बोट बिरुवाहरूको अलग्गै बैठक राखिएको छ। यो कस्तो कुरा गरेको ह? जब हामी सँगै बसेर आफ्ना सुख दुःख बाँड्छौँ त मिटिङ अलग अलग किन? मानवहरूको यो अत्याचार हामी माथि पनि त भइरहेको छ। हामी सबै एकसाथ मिलेर योजना बनाए मात्रै सफल हुनेछौँ। सडकतिरको मेरो हाँगा सधैँ ओइलाइरहेको हुन्छ। बोट बिरुवा अनि जीवहरूको समस्या एउटै हो। पिपल बाजेले ठिक भन्दै हुनुहुन्छ। बोट बिरुवाहरूलाई पनि यस मिटिङमा सामेल गरिनेछ। यिनीहरूका कुरालाई पनि एजेन्डामा सामेल गरिनेछ अनि कार्यवाहीलाई अगाडि बढाइयोस्। अब म मोनु मजुरलाई निवेदन गर्छु कि उनले हामीलाई सारा समस्याहरूको बारेमा बताउन्। एक एक गरेर मोनु मजुरले सबै समस्याहरू सामुन्ने राख्यो। रुख ढालेर ठुला सडक बनाउनु, पानीका प्राकृतिक स्रोतहरू गायब हुनु, बाँध बनाएर पानीमाथि एकाधिकार जमाउनु, सडकमा रातभरि ठुल्ठुला बत्तीहरू बालिनु, रेडिएसनको कारण जीवजन्तुहरूको मृत्यु हुनु, धुलो अनि धुवाँ बढ्नु, वन क्षेत्रफल लगातार साँगुरिँदै जानु, फूल अनि बिरुवा पातहरू ओइलिनु। तपाईँ मेरो कुरा सुन्नुहोस्। सडक अनि कङ्क्रिटको सतहमा हिँड्नु फलामको चिउरा चबाउनु सरह हो। मैले सुनेको थिएँ जीव 2 प्रकारका हुन्छन्, जुत्ता लगाउनेवाला अनि नलगाउनेवाला। र मलाई त लाग्थ्यो म दोस्रो प्रकारको जीवमा पर्छु। तर हेर, यी मानिसहरूले मलाई पनि जुत्ता लगाइदिए। मेरो पनि त सुन, यो खानेकुराहरूमा मिलावट कहिलेदेखि हुन थाल्यो। मेरो खुर्सानीको स्वाद अब पहिलेको जस्तो एकदमै छैन। लाग्छ जस्तो कसैले केमिकल मिसाइदिएको छ। म पनि केही भन्न चाहन्छु। यो को बोल्यो? मिनी कमिला, हामी त यति दिक्क भइसक्यौँ। यी मान्छेका बच्चाहरूले हामीलाई जहाँ देख्यो हाम्रो ज्यान लिन तयार रहन्छन्। हामीले यिनीहरूलाई कहिले कष्ट पुर्याएनौँ। अबेर आएकोमा म क्षमा चाहन्छु। यो हेर्नुहोस्, मेरा प्वाखहरू कति धेरै झर्न थालेका छन्। मेरा पूर्वजहरूसँग यस्तो कहिल्यै भएको थिएन। मलाई मद्दत गर्नुहोस्। हे भगवान, कहीँ तिमीले कसैको घरको पानीको मसिनबाट निस्केको पानी त पिउँदैनौ? यो नभन्नु कि त्यो पानी दूषित हुन्छ। यहाँ सबैले आफ्ना समस्या बताइरहेका छन्, तिमी चाहिँ पछिल्तिर सुतिरहेका छौ। साथीहरू, यो अत्यन्तै गम्भीर मुद्दा हो। हामीले यसमाथि गहिरो विचार गर्नुपर्नेछ। म प्रस्ताव राख्छु कि यस विषयमा 3 दिवसीय अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजित गरियोस् अनि त्यसमा दुनियाँभरका विद्वानहरूलाई बोलाइयोस्। साथै मानवहरूलाई पनि कुराकानीका लागि आमन्त्रित गरियोस्। र यसका साथै मुन्नु चिप्लिकिरोद्वारा धन्यवाद प्रस्तावसँगै मिटिङ समाप्त भयो।
अहिले तपाईँ सुन्दै हुनुहुन्थ्यो राष्ट्रिय शैक्षिक अनुसन्धान एवं प्रशिक्षण परिषदद्वारा प्रस्तुत कार्यक्रम जंगल मिटिङ। अनुवाद एवं रेकर्डिङ समर्थन क्ल्यापर इन्टरटेनमेन्टद्वारा। प्रोग्राम कोअर्डिनेटर प्रोफेसर उषा शर्मा। एकाडेमिक सपोर्ट याचना गुप्ता।